हाम्रो यहाँ यता हाम्रो पानी खाने जाने बाटो कुवा यो चाहिँ अहिले म हाम्रो माइतमा छु सम्फरजुङ हो यो चाहिँ अहिले यता जानु पर्थ्यो बाटो त खत्तम भइसकेको छ कुवा चाहिँ छ कि छैन गाइज बाटो चाहिँ सर छ हल्का थोरै थोरै बाटो चाहिँ रहेछ पहिला यहाँ खेत थियो ठुलो खेत थियो हामी यहाँ खेती गर्थ्यौं यहाँदेखि यता यो कुवा जाने बाटो खेतीहरु त यस्तो भइरहेछ जंगल भएछ यहाँ यता खेती जाने बाटो थियो यहाँ कुवा जाने बाटो यो हाम्रो कुवा जाने बाटो हो हेलो गाइस यहाँ पिटरी फुपूको भदाई छ मेरो भदाई यता पछाडी हिँड्दै छ हल्ला गर्दै यहाँ छ मेरो भदाई यहाँ पर मेरो कान्छा छोरा र उसको आन्टी आउँदैछ अनि हामी चाहिँ अहिले कुवामा जाँदै छौं अनि यहाँ माथि चाहिँ गाउँ हो यहाँ रमाइलो गाउँ छ हाम्रो यहाँदेखि यता हाम्रो कुवा जाने बाटो हो यहाँनिर हाम्रो कुवा छ पुग्यो हाम्रो कुवा छैन कुवा हरायो कुवा सुक्यो छैन हाम्रो कुवा सुकेछ गाइस यहाँ माथि गाउँ छ हामी हिँड्ने बाटो यता थियो अहिले चाहिँ हजुर कुवा यता थियो यहाँ पर थियो हाम्रो कुवा कस्तो छ कुवा त सुक्यो जस्तो छ तिम्रो घर हो हाम्रो हैन भदाईको घर हो भदाईले फुपूको घर भन्दैछ मेरो भदाईले यहाँ हाम्रो कुवा थियो तर कुवा त खै त ए फाइनली छ गाइस तर सानो रहेछ कुवा त अहिले भत्काएर त यस्तो बनेको रहेछ हाम्रो कुवा खाने पानी यहाँ राम्रो थियो यहाँ माथिबाट यस्तो उयो थियो यस्तो जग पनि रहेछ फाइनली गाइस हाम्रो कुवा यस्तो भएको रहेछ पानी छैन कुवामा त्यही त यहाँ कति राम्रो थियो नि पानी यस्तै छ हाम्रो माइती गाउँ मेरो माइती गाउँ भनेको चाहिँ पारी गाउँ छ ऊ पारी जलजले भन्छ पारी चाहिँ जलजले हो गले हिँड्दा हामी चाहिँ माथि उताबाट आएको ऊ पारी गाउँ छ जलजले सिमले पर सिमले यता जलजले हटे म आन्टीले चाहिँ छोराहरूलाई भन्दैछ यस्तो गुवा थियो भनेर सिकाउँदैछ त्यहाँ यो चाहिँ सबैभन्दा पुरानो गोठु थियो निलो यहाँ मेरो जेठा छोरा छ मेरो जेठा छोरा सिन बनाउँदैछ फोटो क्लिक हान्दैछ हाम्रो कुवा देख्यो उता देखिन हामी पहिला हामी यहाँसम्म आउँथ्यौँ त्यहाँदेखि हामी पानी भर्नु डोकोमा बोकेर रै बान्दा डोको बोकेर यसलाई नि कुवा देखाव बोरम गर्दै आउनु भाइलाई चाहिँ बोरम गर्दै ल्याऊ भाइले चाहिँ उल्टै बोरम गर्दै आन्टी पनि देखाऊ है यहाँ भिडियोमा आन्टी पनि आउँदैछ म चाहिँ यहाँ छु है म चाहिँ भिडियो बनाउने मान्छे हो मैले उठ्दै गरेको कुद्दै गरेको ऊ माथि जेठा बाजेहरूको घर छ यहाँ पर माइला बाजेहरूको थियो यो चाहिँ हामी पहिला सानो हुँदा नि भएको गोठ हो तर अझै भत्केको छैन रहेछ हाम्रो घर चाहिँ भत्केको छैन ऊ बासगाडीदेखि पल्लोपट्टि थियो हाम्रो घर चाहिँ छैन ऊ पर मेरो दिदी र भाइ छन् यिनीहरू चाहिँ हिँड्नु सक्दैनन् त्यो दिदी चाहिँ हिँड्नु सक्दैन यो चाहिँ हामीले खेती गरेको जग्गा हो रमाइलो लाग्यो जोस् आफ्नो गाउँठाउँ आइपुग्दाखेरि आफ्नो जन्मेको हुर्केको यही हो राति आउँदै हामी खेतीपाती गरेको ठाउँ हो त्यो भएर खुसी लाग्यो रमाइलो लाग्यो